चाहिँ मन्दिर चाहिँ यही होइन ठ्याक्क मन्दिरमाथि आइसकेँ म मन्दिर त्यस्तो दामी छ सम्पूर्ण नमस्कार तपाईँलाई फेरि पनि स्वागत छ यस ब्लगको अर्को नयाँ भिडियोमा सो अहिले चाहिँ हाम्रो दसैँको माहौल चलिरहेको र सबैजनालाई फेरि पनि म वेलकम ब्याक भन्न चाहन्छु र आज चाहिँ हामी अकलादेवी माइती मन्दिर जाँदैछौँ र अकलादेवी माइती मन्दिर चाहिँ चोरमाना तल छ सो हेर्नुहोस् के हुन्छ अकलादेवी माइती मन्दिर सो अहिले चाहिँ म फाइनल्ली अकलादेवी मन्दिरमा आइसकेँ यहाँ चाहिँ अकलादेवी मन्दिर यहाँबाट जाने बाटो अनि यो चाहिँ अगाडिको गेट यहाँ चाहिँ बाटो छ है अनि हामी अटोमा र बाइकमा आएको है सो यहाँ चाहिँ मन्दिर छ म चाहिँ म भित्र प्रदर्शन ल्याएको होइन अनि यो मन्दिर चाहिँ एकदम है पिस ठाउँमा छ आनन्द आउँछ अब सो यहाँबाट चाहिँ हामी त्यो उकालोसम्म जानुपर्छ होइन यहाँ गाडीहरू पनि हिँडिरहेको छ सिधा यहाँ चाहिँ एउटा ठुलो बुट्टाहरू होइन सो यहाँ चाहिँ एउटा गणेश मन्दिर छ गणेशको मूर्ति र यहाँ गणेशको मन्दिर छ यतातिर चाहिँ ठ्याक्क बस्ने ठाउँ रहेछ बस्ने ठाउँ बनाउनु भएको थुप्रै मान्छेहरूले बनाउनु भएको रहेछ यहाँ नाम छ सो हामी चाहिँ यहाँ घन्टी पनि छ होइन गणेश मन्दिर सो यतापट्टि चाहिँ बर र पिपल रहेछ ठुलो ठाउँमा होइन बर र पिपल जुन चाहिँ यहाँ बनाउनु भएको रहेछ उहाँहरूले यसरी ठुलो बर पिपलै हो नि खै तर बर चाहिँ हो अनि यतातिर चाहिँ भजन कीर्तन गाउने बस्ने ठाउँहरू रहेछ सिधा माथि एयरपोर्ट चलिरहेको होइन त्यो सिधा माथि एयरप्लेन चलिरहेको सो यहाँ चाहिँ त्यो पूजाहरू गर्ने अनि बस्ने भजन कीर्तन गाउने ठाउँ रहेछ अनि यहाँ पनि त्यही बस्ने सिटहरू गराउनु भएको रहेछ अनि मन्दिर चाहिँ एकदम पिस ठाउँमा आनन्द खालको ठाउँमा रहेछ अनि हामी चाहिँ यहाँबाट अझ त्यहाँ माथि उकालोमा जानुपर्छ त्यहाँ उकालो हो नि त त्यहाँबाट उकालोबाट सर यहाँबाट चढ्दै जानुपर्छ अनि लाइटहरू पनि रहेछ सो अब चाहिँ यहाँ उकालो चढ्दै माथिसम्म धेरै उकालो त छैन अनि त्यहाँ चाहिँ मन्दिर छ त्यहीँनिर सो यति उकालो चढेपछि मन्दिर आइहाल्यो सो यो मन्दिर चाहिँ यही होइन ठ्याक्क मन्दिरमाथि आइसकेँ म मन्दिर त्यस्तो दामी छ अनि यतातिर चाहिँ हाम्रो बाख्रा छ अनि यतातिर चाहिँ भाकल गर्ने ठाउँ हो यो चाहिँ काटमार गर्ने ठाउँ अनि उतातिर चाहिँ ठ्याक्क घाम गरे परिसक्यो यतातिर चाहिँ परेको छैन जङ्गलमाथि जङ्गलले छेकिरहेको नि त अनि त्यो भएर यतातिर परेको पनि छैन उतातिर चाहिँ परिसक्यो टक्क दामी छ क्या ठाउँ त है ठाउँ चाहिँ जस दामी हो अनि यतातिर चाहिँ माथितिर पनि मन्दिर छ सो यो मन्दिर हेरौँ है सो यता पाहाडतिर यसो मन्दिर छ अनि यतातिर जानुपर्छ अनि त्यहाँ चाहिँ एउटा कुवा पनि छ त्यो त्यहाँ मन्दिर रहेछ अनि यहाँ चाहिँ पुरै केको गोला रहेछ अनि यहाँ पनि सायद त्यस्तै पूजाहरू जग्गाहरू राख्ने होला यस्तो दामी छ यहाँबाट तर है दामी छ जस जङ्गलको बिचमा होइन अनि यो चाहिँ जग्गाहरू पूजाहरू राख्ने ठाउँ होला अनि यो पनि माथि टुप्पो अलिकति हाई टुप्पोमा रहेछ मन्दिर तलबाट यहाँ मन्दिर छ त्यो टुप्पोमा फेरि पनि मेरो तर्फबाट सम्पूर्ण युट्युब फ्यामिली ह्याप्पी दसैँ र यसपालिको दसैँ 2082 एकदम सुख र रमाइलो तरिकाले मनाउनु होला भने म चाहिँ यहाँ यस्तो यहाँ आएको छु तर लास्टै दामी कि जङ्गलहरूको बिचमा रहेछ अनि यहाँ दिन सक्नुहुन्छ यता माथि चाहिँ अझ उता धुरसम्म है सो दसैँ चाहिँ राम्रोसँग मनाउनु होला आज चाहिँ नवमी र भोलि चाहिँ विजय दशमी सो अब अग्रादेवी मन्दिरलाई चाहिँ म बाई बाई भन्न जान्छु अनि अब चाहिँ हामी जानु लाग्यो है अब चाहिँ सट्ट पारामा जानुपर्छ फेरि पनि मेरो तर्फबाट सम्पूर्ण युट्युब फ्यामिली ह्याप्पी दसैँ र यसपालिको दसैँ 2082 एकदम सुख र रमाइलो तरिकाले मनाउनु होला भने म चाहिँ यहाँ यस्तो यहाँ आएको छु तर लास्टै दामी कि जङ्गलहरूको बिचमा रहेछ अनि यहाँ दिन सक्नुहुन्छ यता माथि चाहिँ अझ उता धुरसम्म है सो दसैँ चाहिँ राम्रोसँग मनाउनु होला आज चाहिँ नवमी र भोलि चाहिँ विजय दशमी सो अब अग्रादेवी मन्दिरलाई चाहिँ म बाई बाई भन्न जान्छु
अनि अब चाहिँ हामी जान लाग्यो है अब चाहिँ सट्ट